हेलो एभ्रिवान, आज हामी प्रब्लम स्टेटमेन्ट 21 गर्छौं जसमा चाहिँ प्रोग्रामको क्वेशन चाहिँ यहाँ छ। क्वेशनमा चाहिँ के भनेको छ भनेपछि राइट अ प्रोग्राम दैट स्वाइप टु नम्बर्स, दुईटा नम्बर चाहिँ स्वाइप विच इज इन्टरचेन्ज गर्नु पर्यो, जसमा चाहिँ अहिले a को भ्यालु 5 छ, b को भ्यालु 6 छ, जुन कि स्वाइप भएर आउटपुट चाहिँ यो आउनु पर्यो। a को भ्यालु चाहिँ 6, b को भ्यालु चाहिँ 5 इन्टरचेन्ज हुनु पर्यो। a र b को भ्यालु चाहिँ इन्टरचेन्ज हुनु पर्यो। यो प्रोग्राम एकदमै सजिलो छ। जस्ट वी नीड टु डु इट। फर्स्ट एउटा तरिका छ जसमा चाहिँ थर्ड भेरिएबल क्रिएट गरेर स्वाइपिङ गर्छौं, जसमा चाहिँ अहिले एज अ 5 छ, त्यसपछि b मा चाहिँ 6 छ, त्यसपछि म एउटा सिम्पल एउटा थर्ड भेरिएबल क्रिएट गर्छु। थर्ड भेरिएबलमा चाहिँ म के गर्छु भने a को भ्यालु स्टोर गर्छु, त्यसपछि b मा चाहिँ 10 को भ्यालु स्टोर गर्छु, जसमा चाहिँ b मा चाहिँ कुन भ्यालु आयो, फर्स्टमा चाहिँ 10 मा चाहिँ a भेरिएबलको भ्यालु 5 छ विच इज a मा एसाइन भयो, त्यसपछि 10 मा भएको भ्यालु एसाइन भएको मैले b मा चाहिँ एसाइन गरे। नेक्स्ट b मा स्वाइपिङ भयो। अब a को लागि म के गर्छौं भनेपछि मेरो यहाँ मिस्टेक भयो। अहिले यता चाहिँ a को भ्यालु म b बनाउँछु भन्दै त भएन, किनभने b मा त a को भ्यालु 5 नै आएको छ, सो यहाँ नि 5 नै आउँछ। सो म के गर्छौं, पहिला गर्छु फर्स्टमा चाहिँ थर्ड भेरिएबलमा चाहिँ म a को भ्यालु एसाइन गर्छौं, त्यसपछि a को भ्यालुमा चाहिँ b को भ्यालु एसाइन गर्छौं, जसमा चाहिँ a को भ्यालु 6 आयो र b को भ्यालुमा चाहिँ टेम्परेरी एसाइन भएको यो भेरिएबलमा एसाइन भएको a को भ्यालु चाहिँ एसाइन गर्छ। सो कन्सोल गरेर चेक गर्दाखेरि कस्तो आउँछ चेक गर। टेम्परेचर युज गर्छौं, जसमा चाहिँ हामीले प्रिन्ट गर्छौं, जसमा a को भ्यालु कति आउँछ, b को भ्यालु कति आउँछ चेक गरौँ। सो कति आउँछ, ओके कति आयो, इन्टरचेन्ज भयो। a को भ्यालु 6 आउनु पर्ने 6 आयो, b को भ्यालु 5 आउनु पर्ने ठिक छ, a को भ्यालु यो, b को भ्यालु यो, ठिक छ। त अर्को एउटा तरिका छ, अनदर वे, जुन कि विदाउट थर्ड भेरिएबल नि इन्टरचेन्ज गर्न सक्छौं। सो यो कसरी गरिन्छ, लेट c को भ्यालु चाहिँ म 5 राख्छौं, लेट d को भ्यालु चाहिँ 6 राखेर चेक गर्छु र थर्ड भेरिएबल क्रिएट नगरेर इन्टरचेन्ज गर्न खोजौं। ल यसको लागि म के गर्छु, फर्स्टमा चाहिँ यो र यो दुईटालाई सम गरौँ, सम गरेर कति आयो 11 आयो। त्यसपछि यदि 11 माइनस 5 गरे नि 6 आउँछ, जुन यसको लागि फिड भयो इन्टरचेन्ज हुनको लागि। यसको लागि फेरि के भयो, 11 माइनस 6 गरे भने कति आउँछ, 6 आयो, 5 आयो, यसको लागि फिड भयो। सो फर्स्टमा चाहिँ c मा भएको एसाइन भएको भ्यालु प्लस d प्लस गरौँ 11 आयो। त्यसपछि c मा सिम्पली म के गरेँ, c टोटल माइनस d, टोटल माइनस d, एकैछिन है, टोटल कति आयो 11, 11 माइनस 6 गरे पनि 5 आयो, विच इज नट करेक्ट, यो मिलेन।
सो यसको लागि के गर्ने फर्स्टमा चाहिँ डी को लागि गरौँ ल टोटल माइनस डी गर्दाखेरि यसको लागि सेट भयो ल डी को लागि टोटल 11 माइनस 6 गर्दाखेरि 5 आयो करेक्ट छ अब मलाई सी को लागि चाहियो सी को लागि कति चाहियो टोटल माइनस डी मा कति आएको छ यो डी मा टोटल माइनस डी गर्दाखेरि 5 आएको छ सो टोटल माइनस मैले 5 गर्दियो भने डी को यो 6 भ्यालु आउँछ which is डी मा भएको भ्यालु चाहिँ सी मा चाहिँ इन्टरचेन्ज भयो सो कन्सोल गरेर चेक गरौँ after interchange equal value b को भ्यालु ए डी को भ्यालु डी ठीक छ एबीसीडी ठीक छ आफ्टर यो चाहिँ बिफोर लेख्दिम है ओके यो चाहिँ गरौँ बिफोर कति छ सी को 5 डी को 6 आफ्टर इन्टरचेन्ज गर्दाखेरि कति आयो सी को भ्यालु 6 डी को भ्यालु 5 सो द्याट्स अ करेक्ट एन्सर सो गर्ने तरिका यसरी नै हो तपाईहरुले नि आफैले ट्राई गरेर गर्दिनु होला अलि कन्फ्युजन हुन सक्छ सो ट्राई गरेर आफैले ट्राई गरेर बुझ्न सकिन्छ सिम्पल यो गर्ने तरिका त तपाईले बुझिसक्नु भयो टोटल गरेर मैले डी माइनस गरिदिएको छौं डी को लागि चाहिँ मैले यो डी आफ्नो माइनस गरेको छौं त्यसपछि के आयो सी को भ्यालु आयो which is करेक्ट यहाँ कति आयो 5 आयो यहाँ कति आउँछ 11 आयो यहाँ चाहिँ म प्लस गरेरै गरिदिन्छु 5 प्लस 6 which is 11 यहाँ चाहिँ 11 माइनस डी को कति छ 6 which is 5 त्यसपछि मलाई के चाहियो अब मलाई के चाहियो सी को लागि चाहियो सी को लागि मलाई डी को यो 6 निकाल्नु पर्ने छ सो टोटल त गर्नै पर्यो टोटललाई डी निकाल्नको लागि सी मलाई सी को भ्यालु चाहिँ कति यो निकाल्नु पर्ने छ सी को भ्यालु मैले यो निकाल्नु पर्ने छ सो 6 निकाल्नु पर्ने छ जसमा चाहिँ डी को भ्यालु अहिले कति भयो रिएसाइन गरेको छ फर्स्टमा चाहिँ 6 भ्यालु रिएसाइन गर्दाखेरि 5 आयो सो मैले डी को भ्यालु 5 ले माइनस गरे भने कति आउँछ 6 आयो सो सी को भ्यालु यो आयो दिस इज करेक्ट सो यति नै हो सिम्पल छ तपाईहरुले नि ट्राई गर्नु होला so thank you for watching see you in the next video